पवित्र आत्मालाई सिधै इन्काउन्टर गरेर परमेश्वरले चाहिँ उहाँलाई दिनुभएको। अनि जोद्वारा हदसम्मको काम उहाँले पावलले गर्नुभयो है। जति 12 जना प्रेरितहरूले को जीवनद्वारा परमेश्वरले काम गर्नुभयो त्योभन्दा ज्यादा धेरै चाहिँ पावलको जीवनबाट चाहिँ परमेश्वरले काम गर्नुभएको छ। किनभने यो मान्छे एकदम बुद्धिमानी हो, एकदमै चलाख हो, एकदमै पढे लेखेको मानिस हो, विद्वान मानिस हो पावल चाहिँ। परमेश्वरलाई जब उसले भेटायो नि यति उस प्रेम परमेश्वरको प्रेममा गहिरो भयो, परमेश्वरको हृदयको कुरा सबै कुरा चाहिँ उसले थाहा पायो। अनि त्यो व्यक्तिले चाहिँ आज कोरिन्थीमा भएको विश्वासीहरूलाई चाहिँ यो कुरा लेख्दै हुनुहुन्छ है। म अब पढ्दैछु, हजुरहरूले सुन्न सक्नुहुनेछ है। पहिलो कोरिन्थी 13 अध्यायको 1 देखि लिएर 10 पदसम्म है। मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोले तापनि ममा प्रेम छैन भने म हल्ला मचाउने घण्टा र झ्याइ झ्याइ गर्ने झ्याली मात्र हुन्छु। मसँग अगमबाणी बोल्ने शक्ति होला र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकौँला र पहाडहरू हटाउन सक्ने सम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेम चाहिँ छैन भने म केही पनि होइन। यदि मैले सारा सम्पत्ति बाँडिदिएँ र मेरो शरीर जलाउनलाई दिइहालेँ तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाहा गर्दैन, न सेकी गर्छ। प्रेम हठी हुँदैन, न ढिठ हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठिक कुरामा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सबै कुराको प्रत्याहार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। 8 पद, प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमबाणीहरू बितेर जानेछ, भाषाहरू बन्द हुनेछन्, ज्ञान टली जानेछ। हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमबाणी अपूर्ण छ, तर जब सिद्धता चाहिँ आउनेछ तब अपूर्णता टली जानेछ। अब पावलले भन्दै गर्नुभएको ईश्वरीय प्रेम है, त्यो अगापे प्रेम, यसुले परमेश्वरले संसारका मानिसहरूसँग गर्नुभएको प्रेम र तपाईँ र हाम्रो माझमा, हाम्रो परिवारमा, हाम्रो समाजमा एउटा ख्रिस्टलाई विश्वास गर्ने व्यक्तिभित्र हुने प्रेमको परिभाषा चाहिँ यहाँ छ। त्यो परिभाषा जबसम्म मानिसहरूले बुझ्दैन नि तबसम्म घरमा अशान्ति रहन्छ। श्रीमान श्रीमतीमा डिभोर्स हुन्छ है। हरेक कुरा हुन्छ। यो संसारमा अशान्ति आउने कारणै यो परमेश्वरको प्रेम नबुझेर। चाहे त्यो मानिस होइन जन्मजातै ऊ क्रिस्चियन होस्, जन्मजात क्रिस्चियन हुँदैमा त्यो व्यक्ति क्रिस्चियन हुँदैन। परमेश्वरसँगको सम्बन्ध उसको कति छ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण रहन्छ। चाहे ऊ 50 वर्ष पुरानो विश्वासी होस्। जबसम्म यो प्रेम उसले बुझ्दैन नि तबसम्म त्यो व्यक्तिले परमेश्वरलाई नजिकबाट चिनेको हुँदैन है। एकचोटि मैले एउटा तालिममा सिकाउँदै थिएँ क्या, एकजना भाइले भन्नुभयो मानिसले अगाप्य प्रेम गर्न सक्दैन। उहाँले भन्नुभयो मानिसले अगाप्य प्रेम अथवा ईश्वरीय प्रेम गर्न सक्दैन, यो सम्भव छैन भनेर भन्नु। अनि मैले भने किन? भुलि गइन्छ, सकिँदैन, नसक्ने होइन। तपाईँ र मैले कोसिस गर्नुपर्छ। नसक्ने ठाउँमा परमेश्वरले सहायता गर्नुहुन्छ, तर उहाँले चाहेको कुरा चाहिँ त्यो हो। तपाईँ हाम्रो परिवारमा, हाम्रो समाजमा, हाम्रो मण्डलीमा, हाम्रो देशमा चाहिएको चाहिँ त्यो कुरा हो र त्यो कुरा उहाँले तपाईँ र मद्वारा प्रकट गर्न चाहनुहुन्छ भनेर मैले उहाँलाई भने। प्रेमको परिभाषा चाहिँ ग्रिक शब्दमा 3वटा, ग्रिक भाषामा चाहिँ 3-4वटा यो प्रेमलाई चाहिँ विभाजन गरेको छ। प्रेम भन्ने कुरालाई चाहिँ 4वटा भागमा उनीहरूले विभाजन गरेको छ है। एउटा चाहिँ त्यो इस्टरको प्रेम भन्छ, त्यो ग्रिक भाषामा चाहिँ है
जो चाहिँ स्वाभाविक प्रेम हो, जस्तै अब त्यो चाहिँ सिकाउनै पर्दैन क्या, जो पशुहरूमा पनि हुन्छ। जस्तै अब यदि गाईले ब्यायो भने चाहिँ होइन, उसको बच्चाले तुरुन्तै उसले के गर्छ, चाट्नु थाल्छ नि। उसलाई यो तेरो बच्चा हो, यसलाई चाहिँ स्याहार्नुपर्छ भनेर कसैले सिकाएको हुन्छ? हुँदैन। मानिसहरूमा पनि जस्तै मेरो छोरा, मेरो एउटा छोरा अनि दुईवटा छोरी छन्, उनीहरू मेरो छोराछोरी होइन, म यिनीहरूलाई माया गर्दिनँ भनेर भन्दै गर्दाखेरि पनि मेरो भित्र हृदय चाहिँ माया हुन्छ कि मेरो उसहरूले के गर्दैछ होला, येमीमा के हुँदैछ होला त्यो, होइन। म मेरो श्रीमतीले म माया गर्दिनँ, म यसलाई छोडिदिन्छु भन्दा पनि कहाँबाट माया पलाएर आउँछ क्या, त्यो स्वाभाविकै। त्यो चाहिँ ईश्वरको प्रेम, त्यो स्वाभाविकैले पलाएर आउने। मेरो दाजु हुनुहुन्छ होइन, कहिले कहिले विवाद हुन्छ होइन, कहिले कहिले उहाँले भनेको म मान्दिनँ, मैले भनेको उहाँले मान्नु। अब दाइसँग हाम्रो बिछोट हुन्छ होला, अब चाहिँ सम्बन्ध राम्रो हुँदैन जस्तो लाग्छ, फेरि कहाँबाट माया लाग्छ। त्यो स्वाभाविकैले आउने प्रेम, यो ईश्वरीय प्रेम होइन, होइन। काहीँ न काहीँ मनमा माया हुन्छ क्या, त्यो चाहिँ स्वाभाविकले आउने प्रेम हो। तर यो प्रेम अरू प्रेमहरू भन्दा यो चाहिँ अलिक कस्तो हुन्छ भने अलिक डरै हुन्छ। एउटा सरले मलाई 8 कक्षामा पढ्दै गर्दाखेरि भन्नुहुन्थ्यो क्या, भनेको कुरा, हामीलाई भनेको कुरा अहिलेसम्म मलाई त्यो जल्दी याद आउँछ। नानी बाबुहरू हो, तिमीहरूको आमा चाहिँ खोरन्डी होस्, लुलो होस्, फोरी होस्, तिमीलाई खाना नदिने होस् बेलामा, तर अर्काको आमा चाहिँ एकदमै सफा होस्, हरेक कुरा दिने होस्, राम्रो होस्, सुन्दरी होस्, तर तिम्रो आमाले गरेको जस्तो प्रेम चाहिँ त्यो आमाले गर्न सक्दैन अरे। आमाको प्रेम चाहिँ त्यस्तो अरे। यो बलियो हुन्छ, यो ईश्वरको प्रेम पनि एकदमै स्वाभाविकले आउने प्रेम हो, तर एकदमै बलियो प्रेम हुन्छ। यो सीमित व्यक्तिहरूमा हुन्छ, तर प्रेम दह्रो हुन्छ। मेरो दाजुले म जति माया गर्छु नि, मेरो फुपूको छोरा पनि हुनुहुन्छ, तर उहाँसँग त्यस्तो माया हुँदैन क्या। फेरि ईश्वरको प्रेम चाहिँ स्वभावैले आउने प्रेम होइन। त्यो प्रेम अरू प्रेमहरूभन्दा अलिक दह्रो, स्ट्रङ प्रेम, दह्रो प्रेम हो। त्यसलाई चाहिँ ईश्वरको प्रेम भनेर भन्दो रहेछ है। इरोस प्रेम, यो चाहिँ एकदमै स्वार्थी प्रेम, भावनामा बगेर गरिने प्रेम होइन। कुनै मान्छे राम्रो देख्यो त्यसलाई आई लभ यु भनिहाल्यो। जस्तै अब यो अघि कसले भनेको थियो, रुपीले कसलाई भनेको थियो, सुमलाई भनेको थियो नि त होइन। उसले यसो हेऱ्यो, सुर दिएको राम्रो देख्यो, उसले आई लभ यु भनिहाल्यो। स्वार्थी प्रेम के, कुनै कुरा पाउनको लागि। इसाकसँग लेटेस्ट आइफोन छ होइन, 2टा रहेछ क्या। अनि म चाहिँ के छ बाबु, जाउँ चिया खान जाउँ, कफी खान जाउँ न। मेरो चाहना के छ थाहा छ, त्यो 2टा आइफोन मध्येमा एउटा चाहिँ मलाई दियोस्। कति राम्रो छ है तपाईँको आइफोन, के अरे अँगालोमा मार्यो होइन, एकदमै नजिकको बनायो, तर त्यो उद्देश्य चाहिँ के छ, उसको आइफोन सर्ट लिने। मलाई 5 लाख रुपियाँ पैसा चाहिएको छ, तपाईँसँग छ पैसा, तपाईँको दारी कति राम्रो हो। आज हामी त्यो होटल ह्याट होइन, ह्याटमा चाहिँ ह्याटमा चाहिँ लु जाउँ, आज खान जाउँ, आज सपिङ गर्न जाउँ। अनि 2-4 दिन राम्रो भएपछि, भाइ सुन्नु न, मलाई 5 लाख रुपियाँ पैसा कस्तो गाह्रो भइरहेको छ, म तपाईँलाई 10 दिनमा फर्काइदिन्छु ल। अब त्यो मुखमा लागेको घाँस होइन, निल्नु नउकल्नु मलाई। ह्याटमा गएर खाना खुवाछ होइन, त्यो चाहिँ एकदमै स्वार्थी प्रेम हो क्या। यो चाहिँ इरोस प्रेम चाहिँ स्वार्थी, आफ्नो इच्छा पुरा गर्नको लागि, आफ्नो चाहना पुरा गर्ने के हो होइन।
अब बुवासँग पैसा छ, मलाई चाहिएको छ, अलिकति दिए हुन्थ्यो जस्तो लागिरहेछ मलाई। अब मैले चाहिँ उहाँलाई एकदम क्या अब मालिस गरेर होइन, कहिले अनि उहाँको बाटो ठ्याक्कै पैसा मैले भने जति पाउँछु, मेरो चाहना हुन्छ, इच्छा हुन्छ, त्यो मैले पुरा गर्छु नि। त्यसपछि बाई बाई। ज्वाइँ यता हजुर सुनि त बाबु, त्यो चाहिँ इरोस प्रेम हो, स्वार्थ प्रेम होइन, एकदमै आफ्नो चाहना इच्छा पुरा गर्ने प्रेम। अनि त्यो प्रेम चाहिँ ईश्वरीय प्रेम होइन, त्यो सबैभन्दा खराब प्रेम हो है। त्यस पछाडि गएर अर्को चाहिँ फिलियो प्रेम, यो चाहिँ साधारण मित्रतामा हुने प्रेम हो है। कसैलाई मन पर्यो मानिलिउँ होइन, इसाकले मलाई जय मसीह गर्नुभयो, मैले बाबु जय मसीह भन्ने। कसैले आदर गर्यो म आदर गर्ने, गरेन भने नगर्ने। मलाई कसैले खाना खान बोलाउनु भयो, मैले पनि उसलाई खाना खान बोलाउने, अनि उसले बोलाएन नबोलाउने। अब यहाँ अलिक गाह्रो होला, तर गाउँघरतिर पहिला मलाई थाहा छ कि तल्लो घरको काकाको घरमा चाहिँ मासु पाकेको छ र माथिल्लो घरको हाम्रोमा चाहिँ मासु पाकेको छैन भने उहाँले चाहिँ अलिकति 2-4 चौटा मासु चाहिँ ल्याएर ल है भनेर दिने। त्यस पछाडि अब हाम्रो पनि पाएको नि, लगेर फ्याट्दिने। तर अब अर्कोचोटि सेलरोटी पकाउनु भयो काकाले होइन, उहाँले दिनु भएन। त्यस हाम्रोमा अब सेलरोटी पकाऊ, तिनीहरूले अस्ति पकाउँदै दियो दिएन नि, हामी किन दिने? त्यस्तो खालको प्रेम हो क्या यो चाहिँ। अब यो सबै 3वटा प्रेम भन्दाखेरि होइन, स्वाभाविक आउने प्रेम, स्वार्थी प्रेम, साधारण प्रेम भन्दा सबैभन्दा तपाईँ र हामीले थाहा पाउनुपर्ने, एउटा क्रिस्चियन मानिसले थाहा पाउनुपर्ने र परमेश्वरको चाहना र इच्छा चाहिँ त्यो चाहिँ अगापे प्रेम हो है। परमेश्वरले चाहिँ अगापे प्रेम, जसलाई चाहिँ ग्रिक भाषामा चाहिँ अगापे प्रेम भनेर बयान गरेको छ। त्यो अगापे प्रेम चाहिँ यस्तो प्रेम हो जसको कहिल्यै पनि अन्त हुँदैन। प्रेम अनि यो सबै प्रेम चाहिँ स्वार्थमा हुन्छ, त्यो मरेर जान्छ होइन, तर यो अगापे प्रेम चाहिँ कहिल्यै पनि मर्दैन। यो बढेर जाने प्रेम हो, बढेर जाने हो होइन। जस्तो हामीले चाहिँ हिजो अस्ति म सानोमा के अरे भात खान्थेँ, भात खाएँ, लिटो खाएँ, त्यस पछाडि मैले अब भात खान थालेँ, त्यसपछि मासु खान थालेँ, मैले आफै खाएँ, आज खाएँ, फेरि भरे पनि खानुपर्छ, भोलि पनि खानुपर्छ। जबसम्म म यो संसारमा बाँच्छु तबसम्म मैले चाहिँ खाना खाइरहनुपर्छ नि। त्यस्तै प्रेम हो यो चाहिँ। एकदमै हामी जबसम्म संसारमा छौँ तबसम्म यो प्रेमको आवश्यकता छ, अनि यो चाहिँ बढेर जानुपर्छ, बढेर एकदमै बढेर जानु आवश्यकता छ। अनि यो प्रेम चाहिँ के हो भन्यो भन्दाखेरि चाहिँ पहिलो कुरिन्थी 13 अध्यायको 1देखि लिएर 10 पदसम्म विशेष गरेर चाहिँ यो प्रेममा चाहिँ है, यदि हामीले 13 अध्यायको 1देखि लिएर 3 पदमा हामीले हेऱ्यौँ भने चाहिँ यहाँ चाहिँ हामीले प्रेम गर्छौँ, प्रेम छ मसँग, म प्रेम गर्छु भनेर हामीले भन्छौँ होइन। तर हामीमा के अरे हामीमा प्रेम छैन भने सबै कुरा छ हामीसँग, सबै कुरा होला, तर तपाईँ र हामीसँग प्रेम छैन भने चाहिँ त्यो कामै छैन। यद्यपि हामीले अन्य भाषा बोल्छौँ होइन, अहिले मण्डलीमा विभाजन भएको कुरा पनि त्यो छ क्या। पवित्र आत्माले छुनुभयो होइन, मानिसहरू रुन्छन्, कराउँछन्, ढल्छन्, उफ्रिन्छन्, सबै कुरा हुन्छ। त्यस पछाडिको परिवर्तन चाहिँ के त? अगमबानी पनि बोल्छन्, ज्ञानको कुरा गर्छन्, बुद्धिको कुराहरू गर्छन् होइन, सबै कुरा भन्न सक्छन् जस्तो मैले भन्दैछु तपाईँलाई होइन। तर मसँग प्रेम छैन भने चाहिँ त्यो चाहिँ काम छैन नि क्या। आजसम्म होइन, यहाँ एउटा घन्टी भन्ने शब्द प्रयोग भएको छ नि होइन। आजसम्म चर्चमा यो नागाल्यान्डतिर चाहिँ छ अरे होइन सुनेको, तर नेपालमा चाहिँ चर्चमा घन्टी चाहिँ के को लागि प्रयोग गर्छ भनेर भन्दाखेरि चाहिँ त्यो चाहिँ मन्दिरतिर गर्छन्। त्यसको न के अरे सुर छ न ताल छ होइन, त्यसको आवाज मात्रै ठुलो हुन्छ। अनि नागाल्यान्डतिर पनि
त्यो हरेक मण्डलीमा एउटा ठुलो घन्टी झुन्डाएको हुन्छ। जब आपद पऱ्यो भने चाहिँ त्यो घन्टी चाहिँ चर्चको कार्यक्रम छ भने चाहिँ त्यो घन्टी बजाएपछि ए हाम्रो चर्चमा के कार्यक्रम रहेछ। अहिले त छैन होला सायद होइन अहिलेको जमानामा त, तर त्यो समयमा थियो अरे। र घन्टीको चाहिँ कुनै सुर पनि हुँदैन, ताल पनि हुँदैन। तपाईँ र हामीमा पनि ईश्वरीय प्रेम छैन भने चाहिँ हामी त्यो घन्टी जस्तै हुन्छ भने तपाईँ र ममा चाहिँ यदि प्रेम छैन भने, ईश्वरीय प्रेम छैन भने, त्यो स्वाभाविक लाउने बाउ छोरा, आमा छोरा छोरीमा हुने प्रेम, दाजुभाइमा हुने प्रेम, स्वार्थी प्रेम, यो सबै अरू 3 प्रकारको प्रेमको कुरा गरेको होइन। यहाँ चाहिँ अगापे प्रेमको कुरा गरिँदैछ। अनि त्यो अगापे प्रेम चाहिँ जबसम्म तपाईँ र ममा छैन नि, तबसम्म तपाईँ र म जहाँ गए पनि होइन, एउटा नेपालीमा उखान छ नि होइन, के अरे जहाँ जाँदा पनि कपालसँगै जाने अरे क्या होइन। म ठ्याक्कै भन्नु होइन होइन, जता जाँदा पनि त्यो समस्या आफूमा भइसके पछाडि जबसम्म ममा समस्या छ नि, म जहाँ जाँदा पनि म समस्या लिएर गएको छु क्या। त्यो मण्डली समस्या होइन, त्यो परिवार समस्या होइन है। यदि मलाई धरानमा समस्या भयो, मेरो मानिलिउँ मेरो परिवारमा मेरो श्रीमती मलाई समस्या भयो, मेरो छोराछोरी समस्या भयो, मैले अर्को विवाह गरेँ, त्यो अर्को आउने श्रीमती, अर्को जन्मिने छोराछोरी तिनीहरू राम्रो हुन्छ होइन, त्यो हुँदैन। किन भन्दाखेरि समस्या ममा हो क्या। जबसम्म म चाहिँ सुध्रिँदिनँ तबसम्म चाहिँ अरू सुध्रिँदैन। त्यस कारणले गर्दाखेरि जबसम्म हामीले आफूलाई सुधार्न सक्दैनौँ अथवा हामीले जबसम्म हामीमा प्रेम छैन भने चाहिँ तबसम्म चाहिँ हामीले केही पनि गर्न सक्दैनौँ। अनि परमेश्वरको प्रेम, यो प्रेममा चाहिँ के हुँदो रहेछ त? अगापे प्रेम चाहिँ कस्तो हुँदो रहेछ? अब हामी यसको परिभाषा, यसको चरित्र अथवा यसको गुण हुन आवश्यकता, हामीले बुझ्न आवश्यकता छ। त्यो चाहिँ हामीले जबसम्म हामी अपनाउँदैनौँ तबसम्म हामीमा भएको अगापे प्रेम बढ्दैन है। त्यो चाहिँ विशेष गरेर 4 पददेखि लिएर 7 पदसम्म म यहाँलाई पढ्दैछु होइन। सबैभन्दा पहिला चाहिँ 4 पदले के भन्छ भन्दाखेरि प्रेम चाहिँ सहनशील हुन्छ। अगापे प्रेमले चाहिँ सहन्छ, दुःख सहन्छ, सुख पनि उसले सहन सक्छ। समस्या आउँछ, कहिले कहिले पैसा रुपियाँको समस्या होला, कहिले कहिले बुवा आमाले हकार्नुहुन्छ होला, बुवा आमा भएको कारणले कहिले कहिले कुट्नु पनि हुन्छ होइन। कहिले कहिले मण्डलीमा समस्या आउँछ होला, आफ्नो कुरा बुझ्दिँदैन होला, बुझ्दैन भन्दैमा बुझ्दिएन, आफ्नो कुरा बुझ्दिएन भन्दैमा सत्य कुरा होला, तर उहाँले बुझ्दिनु भएन। अब छोडेर जाने, मेरो श्रीमतीले मेरो कुरा बुझ्दिँदैन, मैले अर्को बिहा गर्ने, कतिवटा बिहा गर्नु मैले, मेरो छोराले मेरो कुरा बुझ्दैन, मैले कतिवटा अरूलाई छोरा बनाउने, छोरी बनाउने, मेरो पास्टरले मेरो कुरा बुझ्दिनु भएन, म कतिवटा चर्च फेर्ने, कहाँ जाने, किनभने समस्या चाहिँ म आफै हो। त्यस कारणले गर्दाखेरि ईश्वरीय प्रेमले चाहिँ सहन्छ, हरेक कुरा सहन्छ। बाबाले गाली गर्दै गर्दाखेरि सहन्छ, मण्डलीको अगुवाले कुरा नबुझ्दै गर्दाखेरि सहन्छ, असल कुराहरू सहेर जान्छ उसले, किनभने ऊ डर हो। कहिले कहिले श्रीमानले आफ्नो कुरा बुझ्दिँदैन, श्रीमतीले आफ्नो कुरा बुझ्दिँदैन, तर ईश्वरीय प्रेम, अगापे प्रेमले चाहिँ सहन्छ है। दोस्रो कुरा चाहिँ प्रेम दयालु हुन्छ। हाम्रो नेपालीमा उखान चाहिँ के छ भने होइन, आफूलाई मन परेको मान्छेलाई केही भयो भने चाहिँ ओहो भन्ने बानी छ, तर आफूले चिन्दै नचिनेको मान्छे चाहिँ के भइहाल्यो, अथवा छिमेकी अलिकति उसले भनेको आफूले भनेको नमान्ने मान्छे चाहिँ के भइहाल्यो भने चाहिँ ठिक्का परो, स्याल मरो, गीता रमायो भनेर हामी ताली बजाउने हाम्रो होइन, हामी त्यस्तो समाजको मानिसहरू। तर ईश्वरीय प्रेमले चाहिँ, प्रेमको चरित्र चाहिँ दयालु हुन्छ।
मान्छेलाई जब दुःख पर्छ, समस्या पर्छ, ऊ त्यहाँ सरिक हुन्छ। मलाई 1 लाख रुपियाँ पैसा चाहिएको छ, म मर्नु आँटिरहेको छु, हस्पिटलमा छु। इसाक नजिकको मेरो मान्छे, तर इसाकले 1 लाख रुपियाँ पैसा त उहाँसँग छैन, फेरि उहाँले दिनु पनि सक्नुहुन्न। अपरेसन हुँदैछ मेरो, 1 लाख भयो भने चाहिँ म मर्दैछु। त्यो अवस्थामा चाहिँ के हो? मसँग पैसा छैन, के भेट्न जाने भन्ने हो। परमेश्वरले जति उहाँले दिन सक्नुहुन्छ, 1 लाख रुपियाँ छैन होला, 1000 पनि छैन होला, 5 रुपियाँ त छ होला नि त। यो चाहिँ तपाईँको लागि हो, मसँग भएको यो हो। म तपाईँको लागि प्रार्थना गरिदिन्छु, त्यो चाहिँ दया हो। त्यो चाहिँ ईश्वरीय प्रेम हो, परमेश्वरले गर्नुभएको प्रेम। अनि त्यो प्रेम चाहिँ तपाईँ र हामीमा पनि हुनुपर्छ, ममा त्यो हुनु आवश्यकता छ। हामी सबै ख्रिस्टलाई पछ्याउने मानिसहरूमा त्यो कुरा हुन आवश्यकता छ है। यदि ठिक्क परोस्याल मरौँ भन्यौँ भने चाहिँ हामी गलत हुन्छौँ है। अर्को कुरा चाहिँ प्रेमले चाहिँ, ईश्वरीय प्रेमले चाहिँ डाहा गर्दैन, अरूको उन्नति प्रगति हुँदै गर्दाखेरि डाहा गर्दैन क्या। मेरो एउटा बाइक छ, तर हामी सँगै सेवाकाई गर्ने होइन, जङ्गवीर पनि हुनुहुन्छ त्यहाँ, बिना पनि उहाँहरूको चाहिँ कार हो क्या, त्यो पनि कुन थाहा छ? BMW कार टक्क चलेर आउनुहुन्छ। म प्रभुको नजिकको मान्छे, वचनको सेवाकाई गर्छु, अरू मान्छेहरूलाई मैले सहायताको सबै कुरा गर्दै गर्छु, मलाई चाहिँ केही छैन, तर त्यो मान्छेहरूलाई चाहिँ कार आयो, तिनीहरूको छ डाहा क्या चलन। प्रेममा त्यो कुरा हुँदैन। मैले चाँदी लाउँदै गर्दा, भाइले सुन लाउँदै गर्दा, त्यसले चाहिँ सुन पो लागेछ, हुँदैन, डाहा गर्दैन। अरूको उन्नति र प्रगति हुँदै गर्दाखेरि चाहिँ साँचो प्रेमले डाहा गर्दैन, न त सेखी गर्छ है। ईश्वरीय प्रेममा सेखी हुँदैन। आफू जस्तो छ, जस्तो अवस्थामा छ, ज्ञानमा होला, बुद्धिमा होला, धन सम्पत्तिमा होला होइन, आफ्नो क्षमतामा होला, जे कुरा आफूसँग छ नि त्यो कुरामा उसले सेखी गर्दैन अथवा घमण्ड गर्दैन क्या। हो कि जस्तो गर्दैन उसले। घरमा चाहिँ होइन, चुलामा मुसा कुद्दै होला होइन, बाहिर हिँड्दाखेरि चाहिँ कोट टाई सुट लगाएर टक्क होइन, भाडामा ल्याएर त्यस्तो गर्दैन क्या, सेखी गर्दैन। जस्तो छ त्यस्तै उसले आफूलाई प्रस्तुत गर्छ, साँचो प्रेमले होइन। अर्को चाहिँ हटी हुँदैन। हटी चाहिँ यस्तो कुरा हो कि अरूले भनेकै नमान्ने क्या। इसाक चाहिँ छोरा अनि मेरो छोरा, तर इसाकले मैले चाहिँ अब होइन नराम्रो कुरा गर्दै गर्दाखेरि अथवा म अलिक खराब बाटोमा हिँड्दै गर्दाखेरि त्यसो गर्नु हुँदैन भन्यो भन्दाखेरि, त हिजोको चल्ला हिजोको टिममा आजको चल्ला तैँले मलाई सिकाउने भनेर भन्दैन कि। अरूले भनेको मान्छे समस्या मण्डलीमा, परिवारमा, समाजमा हट्टीको कारणले गर्दाखेरि चाहिँ होइन, मानिस हट्टी भएको कारणले गर्दाखेरि चाहिँ त्यो मानिसहरूमा समस्या छ, परिवार समाजमा समस्या छ। परमेश्वरले त्यहाँबाट उठाउन चाहनुहुन्छ क्या। बुवाले छोराछोरीलाई भनौँ छोराछोरी नमान्ने, श्रीमतीलाई भनौँ श्रीमती नमान्ने, आमाले भनेको छोराछोरी नमान्ने, बुहारीले नमान्ने, नातिले नमान्ने होला, अनि श्रीमतीले भनेको श्रीमानले नमान्ने होइन, यो छ नि। त्यही भएर त आज हाम्रो
समाज, मण्डली, परिवार टुक्रा 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 भएको छ। श्रीमान श्रीमतीहरू जहिले 36 हुने, 36 बुझ्नुहुन्छ? 3 र 6 36। परमेश्वरले चाहिँ तब हामीलाई चाहिँ जहिले 63 हुनको लागि बनाउनु भयो क्या, तर हामीलाई चाहिँ शैतानले जहिले 36 बनाइदिन्छ। श्रीमान पूर्व फर्क्यो भने श्रीमती पश्चिम फर्किने, बाबु पूर्व फर्किरहनु भएको छ भने छोराछोरीहरू पश्चिम फर्किदिने। त्यो एउटै कारणले हो कि त्यो चाहिँ मानिस हठी भएर हो। त्यस कारणले यदि कसै पनि व्यक्तिले असल कुरा भन्दै हुनुहुन्छ भने चाहिँ हामीले सोच्न आवश्यकता छ, विचार गर्न आवश्यकता छ, त्यसको पछि लाग्न आवश्यकता छ है। सुन्ने मात्र होइन, तर त्यसलाई चाहिँ के गर्नु पर्यो, व्यवहारमा हामीले लागू गर्न आवश्यकता छ। अर्को कुरा ढिट हुँदैन अरे क्या। ढिट भनेको चाहिँ गल्ती गर्ने होइन, गल्ती गरिरहने ढिट क्या। आफ्नो आफूले गल्तीलाई स्वीकारै नगर्ने, पश्चातापै नगर्ने। यदि ममा ढिट छु म होइन, म गल्ती गरिरहन्छु, म सुध्रिनै चाहन्न, म पश्चातापै गर्न चाहन्न भने चाहिँ मेरो लागि चाहिँ स्वर्गमा त्यो स्थान रहँदैन है। त्यस कारणले गर्दाखेरि साँचो प्रेममा चाहिँ ढिट हुँदैन। आफ्नो ढिट क्या, आफ्नो ठाउँले छोड्नै नचाहने त्यो कुरा हुँदैन क्या। उसले गल्ती, कसैले गल्ती गर्दैछ, गल्ती देखाइदिनु भयो भने चाहिँ यो मेरो गल्ती हो, अनि पश्चाताप गर्न आवश्यकता छ। अनि मात्रै मानिस चाहिँ त्यो मानिसले आशिष पाउँछ है। यदि विश्वासीहरू ढिट भएन, जब विश्वासीहरूले अगुवाले भनेको जब मान्नुहुन्छ, त्यसपछि त्यो व्यक्तिले आशिष पाउनेछन्। छोराले, बुहारीले, नाति नातिना सबैले जब बुवाले भनेको कि आमाले भनेको जब मान्नुहुन्छ नि, ती व्यक्तिहरूको जीवनमा आशिषको खोला बग्छ, आशिष बगिरहन्छ। जब मानिस ढिट हुन्छ नि, ऊ पश्चाताप गर्न चाहँदैन नि। यदि आज तपाईँ र हामीले जुन उद्धार र मुक्ति पाएको छौँ भनेर हामी रमाइरहेको छौँ नि, यदि तपाईँ र म चाहिँ परमेश्वरमा नफर्किएको भए, परमेश्वरले भनेको नमानेको भए चाहिँ हामी रमाउनुको औचित्य रहने थिएन। हामी रमाउनुको कारण चाहिँ के छ भन्दाखेरि परमेश्वरतिर हामी फर्क्यौँ नि त। हामी फर्किनुभन्दा पहिला त परमेश्वर कति रोइरहनु भएको थियो होला होइन, कि कहिले मेरो छोरा फर्केर आउँछ। त्यसरी नै आज हरेक अगुवाहरू, पास्टर, हाम्रो बुवा आमाहरू, हाम्रो दाजुहरू चाहिँ कहिले मेरो छोराले, मेरो बुहारीले, मेरो नातिले, मेरो विश्वासीहरूले, मेरो भाइले मैले भनेको मान्छ र मसँग पश्चाताप गरेर आउँछ, त गल्ती थियो भनेर कहिले चाहिँ फर्केर आउँछ भनेर आज हरेक व्यक्तिको हृदय चाहिँ त्यो कुरामा पश्चाताप गरेर आउँछ, ढिटलाई छोडेर आउँछ भनेर चाहिँ पर्खिरहेको छ त्यो हृदय। आज तपाईँ र हामी चाहिँ त्यो बाटो उठेर आउन आवश्यकता छ। आफ्नै कुरामा जिद्दी गर्दैन है। साँचो प्रेमले चाहिँ आफ्नै कुरामा जिद्दी गर्दैन। मैले त भने मैले भनेपछि सकियो, त्यो हुँदैन। उसले भन्दैमा सबै कुरा सकिँदैन। असल कुरा छ भने त्यसलाई पछाडि जाने, तर खराब कुरा छ भने चाहिँ त्यो कुरालाई चाहिँ हामीले मान्नु हुँदैन। फेरि बाइबल सबैभन्दा माथि चाहिँ बाइबल छ, अनि बाइबलले भनेको चाहिँ हामी सधैँ मान्नुपर्छ। र आफ्नो कुरामा जिद्दी, साँचो प्रेमले चाहिँ आफ्नो कुरालाई पक्रिराख्दैन, जिद्दी गर्दैन कि मेरो गोरुको 12 टका भनेर उसले भन्दैन है। त्यति मात्रै होइन, प्रेमले, साँचो प्रेमले चाहिँ झर्को मान्दैन। कहिले नसुध्रिने, कहिले भनेको नमान्ने, यो कति यसको कुरा सुन्नु, यसकै कुरा मात्रै कति सुन्नेले कति गल्ती गरिरहन्छ, यो कुरामा झर्को मान्दैन। कति सबैभन्दा ठुलो समस्या अहिले हाम्रो देश नेपालको मण्डलीमा भएको समस्या चाहिँ कति सम्झाउनु त्यो बहिनीलाई, कति भन्नु त्यो भाइलाई, कति भन्नु यो छोरालाई, कति भन्नु यो छोरीलाई।
हाम्रो पनि कहिले कहिले श्रीमतीसँग कुरा हुन्छ होइन, यो कति भन्नु। मैले चाहिँ के भन्छु भने बाइबलले सिकाएको कुरा चाहिँ जबसम्म त्यो व्यक्ति परिवर्तन हुँदैन तबसम्म भनिरहनुपर्छ, झर्को मान्नु हुँदैन क्या। एउटै कुरा कति गरिरहनु, त्यो कुरा गर्नु हुँदैन। जबसम्म मानिस परिवर्तन हुँदैन, ईश्वरीय हुँदैन, पवित्रता र धार्मिकतातिर मानिसहरू जबसम्म लम्किँदैन, बढ्दैनन्, तबसम्म त्यो मानिसहरूलाई चाहिँ हामीले डराइरहन आवश्यक छ। गल्ती गर्छन्, गल्ती गरेर यदि छोडेकै हुने भन्छ नि, आज मानिसले उद्धार पाउने थिएन। प्रभुले छोडेको हुन्थ्यो र हुन्थेन। तर परमेश्वरले चाहिँ के गर्नुभयो भन्दाखेरि चाहिँ उहाँले चाहिँ झर्को नमानिकन, मानिसहरूले गरेको पापहरूको झर्को नमानिकन उहाँले जहिले पनि प्रेम देखाइरहनु। अनि त्यो कुरा चाहिँ हामीले हाम्रो परिवारमा, हाम्रो समाज र हाम्रो मण्डलीमा परमेश्वरले त्यो कुरा गरेको उहाँले चाहनुहुन्छ है। खराबीको हिसाब राख्दैन। पहिला बुवाले मलाई एक थप्पड हान्नुभएको थियो, म कहाँ छोड्छु र त्यसलाई ताक परि दियारी नत्र गोदामे। सकेसम्म बुवालाई बाहिरी रूपमा चाहिँ के गर्छु, मालिस गराउँछु, ताल परेको दिनमा मै छोडिहालिदिन्छु। त्यस्तो हुँदैन क्या। ईश्वरीय प्रेममा चाहिँ होइन खराबीको हिसाब राख्दैन। यो कहिले नसुध्रिने मान्छे रहेछ होइन, यसलाई चाहिँ अब यहाँबाट निकालिदिनुपर्छ। यो अथवा यो कुरा योको दिनमा यो कुरा गरौँ, यसले यो दिन यो गरेन, यस्तो गरौँ, यसले त्यति बेला मलाई लात्ताले हानो, यति बेला मेरो विरुद्धमा बोलो, यति बेला मलाई खानु हुँदैन, यति बेला मलाई लाउनु हुँदैन, यति बेला मलाई यस्तो गरौँ उस्तो गरौँ भनेर यति हिसाब। साँचो प्रेमले चाहिँ हिसाब राख्दैन क्या। एकजना पास्टरले हामी केही समय चाहिँ केही लामो समय चाहिँ हामीलाई एकदमै पीडा, हाम्रो परिवार पनि पीडा भएर जाँदै गर्दाखेरि एकजना पास्टरले भन्नुभयो क्या हामीलाई, उहाँले आएर भन्नुभयो तपाईँहरू चाहिँ हाम्रो मण्डलीमा आएर सेवा गर्नुहोस्। यदि म चाहिँ पास्टर हुँ र यदि मेरो हृदय पनि मैले यदि यहाँ यो हृदयलाई चट्टै काटेर मैले यो भित्तामा टाँसिदिएँ भने पनि त्यहाँ तपाईँले खोटे देख्नुहुन्छ। परमेश्वरको हृदय चाहिँ त्यो हो क्या। खराबीको हिसाब राख्नु। यदि तपाईँ र मैले गरेको खराब कुराको हिसाब परमेश्वरले राख्नु भएको थियो भने नि आज हामीले परमेश्वर भनेर उहाँलाई भन्ने योग्यका मानिसहरू हुने थिएन। अब तपाईँ र हामीले एकअर्कामा, परिवारमा, मण्डलीमा अब फल्नाले यस्तो गरो, ढिस्काले यस्तो गरो, रेकर्ड राखेर बस्ने, त्यो चाहिँ ईश्वरीय प्रेम होइन नि। ईश्वरीय प्रेमले चाहिँ खराबीको हिसाब राख्दैन। त्यसै कारणले यसु ख्रिस्टले के भन्नुभयो, 7 गुना 70 चोटि तिमीले आफ्नो मानिसलाई के गर, क्षमा गर। कहिलेसम्म क्षमा दिनु? मेरो श्रीमती चाहिँ यसमा ठुलो उदाहरण लाग्छ मेरो जीवनको लागि चाहिँ। उनले चाहिँ मेरो जीवनको होइन मेरो खराबीहरूको उसले लेखा राख्ने भने चाहिँ लगभग एउटा डायरी जति नै हुन्थ्यो होला। तर उनले चाहिँ कहिले पनि मेरो खराबीको हिसाब राखेन। म ऊबाट चाहिँ धेरै कुरा सिकेको छु। त्यस कारण हामीले जस्तो सुकै मानिस भए पनि हामीले खराबीको हिसाब राख्नु, किनभने यो चाहिँ बाइबलले सत्य प्रेमले चाहिँ अगाप्य प्रेमले चाहिँ यो कुरा हामीलाई सिकाउँदछ है। खराबीमा प्रसन्न हुँदैन। बाइबलले भन्छ होइन, साँचो अगाप्य प्रेम चाहिँ खराबीमा प्रसन्न हुँदैन। अघि पनि मैले भने नि, हामी त सानोमा चाहिँ अब खेल्दै गर्दाखेरि झगडा भयो भने होइन, झगडा भयो त्यो अब फेरि त्यो मान्छेसँग अर्कोसँगले त्यसलाई आएर कुरो भन्छ होइन, ठिक्क परो होइन, त्यसलाई मलाई यस्तो भएको थियो, मसँग भएको थियो, त्यसले आएर कुरो ठिक्क परो खुच्यौँ भनेर हामी काखी बजाउँछौँ नि होइन। प्रेमले त्यो कुरा गर्दैन। ईश्वरीय प्रेमले चाहिँ त्यो कुरा गर्दैन। जब मानिसले खराबी गर्दै गर्छ नि त्यति बेलामा चाहिँ ऊ रमाउँदैन क्या। त्यति बेलामा प्रार्थना गर्छ, सरसल्लाह दिन्छ, भेट्छ
जसरी प्रभु परमेश्वरले गर्नुभयो। जब आदम र हव्वा चाहिँ पाप गरे नि, उनीहरू परमेश्वरबाट लुकिँदै थिए, त्यति बेलामा ठिकै पर्यो भन्नुभयो परमेश्वर कि खोज्दै आउनुभयो होइन। उत्पत्ति 3 अध्यायको 9 पदमा हामी हेऱ्यौँ भने चाहिँ म खोज्दै आउनुभयो, अदनको बगैँचामा खोज्दै आउनुभयो। जब मानिसले गल्ती गर्छन् नि त्यति बेलामा हामी टाढो बसेर दर्शक हुने होइन, तर त्यो व्यक्तिलाई गएर चाहिँ के गर्नु पर्यो, सहायता गर्नु पर्यो, त्यहाँबाट उठाउनु पर्यो। त्यसको मतलब उसले गल्ती गर्दै गर्दाखेरि ऊ रक्सी खाँदैछ भने लु गएर म पनि आएँ लु रक्सी खाइदिउँ भन्नु खोजेको होइन है त्यो। अथवा उसले चाहिँ व्यभिचार गर्दैछ भने चाहिँ ल म पनि गर्छु त्यो होइन, तर त्यहाँबाट उठाउनलाई चाहिँ कसरी उठाउने हो, ऊ ठिक्क पर होइन, तर उसको लागि प्रार्थना गर्ने, तर त्यो व्यक्तिले त्यो ठाउँबाट उसले गरेको गल्तीबाट चाहिँ उठाएर ल्याउने काम चाहिँ अगापे प्रेमको हो। परमेश्वरले त्यो कुरा हामीलाई गर्नुभयो है। अनि ठिक कुरामा सधैँ रमाउँछ। अगापे प्रेम चाहिँ ठिक कुरामा सधैँ रमाउँछ। जब उन्नति र प्रगति हुन्छ नि मानिसहरूको, त्यति बेला म रमाउँछ, डाह गर्दै तर रमाउँछ। अरूले राम्रो खाएको, राम्रो लागेको, राम्रो बसेको, उन्नति र प्रगति हुँदाखेरि चाहिँ त्यो व्यक्ति चाहिँ रमाउँछ है। अनि सबै कुरा सहन्छ उसले, असल कुरा पनि सहन्छ, खराब कुरा पनि सहन्छ है। अगापे प्रेमको चरित्र चाहिँ सबै कुरा सहन्छ। आमाले भनेको, बुवाले भनेको, छोराछोरीले भनेको, मण्डलीले भनेको, विश्वासीले भनेको, अगुवाले भनेको, पास्टरले भनेको, सबै कुरा चाहिँ त्यो व्यक्तिले अगापे प्रेम बुझेको व्यक्तिले चाहिँ सहन्छ। सबै कुरालाई पत्याउँछ। बाइबलले भनेको हरेक कुरालाई उसले पत्याउँदछ। आफ्नो अगुवामाथि उसले पत्याउँदछ, आफ्नो बुवामाथि उसले पत्याउँदछ, विश्वास गर्दछ। छोराछोरीले बुवा आमालाई धेरैचोटि मान्दैन, किन थाहा छ? उसले पत्याउँदैन क्या, नपत्याएको। मेरो बुवाले मेरो लागि जहिले पनि असल कुरा सोच्नुहुन्छ, असल कुरा राखिदिनु भएको छ। मेरो विषयमा खराब मेरो बुवा आमाले कहिले पनि सोच्नुहुन्न भन्ने कुरामा चाहिँ उसलाई विश्वासै छैन अथवा पत्याउँदै नपत्याएको। तर साँचो प्रेमले चाहिँ पत्याउँछ। बुवामाथि, आमामाथि, मण्डलीको अगुवाहरूमाथि। त्यो को अगुवा होला अथवा त्यो को पास्टर होला जसले आफ्नो विश्वासीलाई मार्नु चाहन्छ, अथवा त्यो को बुवा होला, को आमा होला जसले आफ्नो छोराछोरीलाई चाहिँ मार्न चाहन्छ, नाश बनाउन चाहन्छ? त्यो सम्भव छ? त्यो हुन्छ? हुँदैन भने हामीले किन पत्याउँदैनौँ त है? त्यसैले परमेश्वरले चाहिँ परमेश्वरको अगापे प्रेममा चाहिँ सबै कुराको उसले पत्यार गर्छ, सबै कुराहरूमाथि आशा राख्छ। बाइबलले भनेका प्रत्येक कुरामाथि आशा राख्छ। परमेश्वरमाथि आशा राख्छ। भोलि स्वर्गमा जान्छु भन्ने कुरामाथि आशा राख्छ। परमेश्वरले हामीले स्वतन्त्र गर्नुहुन्छ भन्ने कुरामाथि आशा राख्छ। परमेश्वरले हरेक कुराबाट छुटकारा दिनुहुन्छ भन्ने कुरामा आशा राख्छ। परमेश्वरले घर दिनुहुन्छ भन्ने आशा राख्छ। परमेश्वरले सम्पत्ति दिनुहुन्छ भन्ने कुरामा आशा राख्छ। परमेश्वरले काम दिनुहुन्छ भन्ने कुरामा आशा राख्छ। किनभने त्यो मान्छे घमण्डी होइन नि, हरेक काम गरेर ऊ तयार हुन्छ है। अनि सबै कुरामा स्थिर रहन्छ। हरेक कुरामा त्यो व्यक्ति चाहिँ स्थिर रहन्छ। अगापे प्रेम यो जब 14वटा कुरा हाम्रो जीवनमा छ भने चाहिँ हामीले यो कुरा बुझ्यौँ भने चाहिँ तपाईँ र मेरो मण्डली, तपाईँ र मेरो परिवार, तपाईँ र मेरो समाज, तपाईँ र मेरो देश कहिले पनि बिग्रिँदैन। यो प्रेम हो, यो अगापे प्रेम हो, यो ईश्वरीय प्रेम हो। आज तपाईँ र हामीले सुन्यौँ, त्यसलाई अब तपाईँ र हामीले जब व्यवहारमा लागू गर्छौँ नि, साँच्चै त्यहाँ ईश्वरीय परिवार, ईश्वरीय प्रेमले भरिपूर्ण भएको परिवार हामीले प्राप्त गर्नेछौँ है। यही प्रेम हो कि पहिलो पत्रुस 4 अध्यायको 8 पदले भन्छ, त्यहाँ भन्छ होइन, प्रेमले चाहिँ असङ्ख्य पापहरू ढाक्छ। त्यो स्वार्थी प्रेमले असङ्ख्य पाप ढाक्दैन होइन। स्वाभाविक आउने प्रेमले पनि असङ्ख्य पाप ढाक्दैन, तर यो सबै असङ्ख्य पापहरू ढाक्नु सक्ने प्रेम चाहिँ कुन हो भन्दाखेरि चाहिँ यो अगापे प्रेम। परिवारलाई मिलाउन सक्ने प्रेम यो हो, मण्डलीलाई मिलाउन सक्ने प्रेम यो हो,
समाजलाई मिलाउन सक्ने प्रेम यो हो, राष्ट्रलाई मिलाउन सक्ने प्रेम चाहिँ यो प्रेम हो। आज तपाईँ र हामीले कति यो प्रेमलाई बुझेका छौँ, अनुभव गरेका छौँ। किनभने शैतान धेरै चलाक छ है। शैतान यति धेरै चलाक छ, मैले भने अघि नै, जहिले पनि उसले 63 होइन तर 36 बनाउन चाहन्छ। येशू ख्रीष्टले यूहन्ना 10 अध्यायको 10 पदमा यसरी भन्नुभयो, चोर चाहिँ चोरौँ, मारौँ र नाश गरौँ भनेर आए, तर म चाहिँ तिनीहरूले प्रशस्त मात्रामा जीवन पाउन् भनेर आएँ भने। आज यो प्रेम चाहिँ शैतानले चोरेर लिएर गएको छ। हरेक कुरा पर यो अगापे प्रेमको चरित्र जुन छ नि, स्वभाव छ, त्यो सबै कुरा चाहिँ उसले चोरेर लिएर गएको छ। त्यही भएर आज हाम्रो मण्डली फुटेको छ, परिवार फुटेको छ, सखा भएको छ, देश फुटेको छ। यो सबै फुट्न, तोडफोड गर्न सबै यो प्रेम जब शैतानले चोरेर लिएर गयो नि, त्यसपछि हाम्रो सत्यानाश गरेको छ। आज तपाईँ र हामी चाहिँ यो प्रेममा चाहिँ हामी उठ्न चाहन्छौँ कि चाहँदैनौँ, बढ्न चाहन्छौँ कि चाहँदैनौँ, त्यो चाहिँ तपाईँ र हाम्रो हातको कुरा हो, हाम्रो निर्णय, व्यक्तिगत निर्णय कुरा हो। किनभने परमेश्वरले चाहिँ, प्रभु यीशु ख्रीष्टले चाहिँ यो प्रेम प्रशस्त मात्रामा दिन चाहनुहुन्छ। प्रशस्त मात्रामा परिवारमा, छिमेकीमा, मण्डलीमा, समाजमा यो कुराले चाहिँ भर्न चाहन्छ। त्यस कारणले पहिलो पत्रुस 5 अध्यायको 8 पदले भन्छ है, सचेत रह, जागा रह, तिमीहरूको शत्रु दियाबलस कसलाई भेटाऊ र खाइहालु, निलिहालु भनेर गर्जने सिंह चाहिँ खोजेर हिँड्दैछ। हाम्रो मस्तिष्कबाट जीवनभरि हटाउन नमिल्ने कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने, हामी परमेश्वरको छोराछोरीहरू हौँ। परमेश्वरको शत्रु दुश्मन एउटा छ जो शैतान हो, अनि त्यसले चाहिँ परमेश्वरलाई केही गर्न सक्दैन, छुन सक्दैन, परमेश्वरको अगाडि त्यो जान सक्दैन र त्यसले विनाश गर्ने, भत्काउने मान्छे परमेश्वरको सृष्टि जो परमेश्वरको स्वरूप र प्रतिरूपमा बनेका मानिसहरू छन्, त्यसलाई भत्काउने, नाश गर्ने काम चाहिँ त्यसले गर्छ भन्ने कुरा चाहिँ हाम्रो मस्तिष्कबाट हटाउनु हुँदैन। कहिले कहिले हाम्रो परिवारमा श्रीमान श्रीमतीमा पनि विवाद हुन्छ, अनि तुरुन्तै मलाई थाहा हुन्छ कि यो चाहिँ शैतानबाटको हो भनेर। जब हामी त्यो शैतानलाई डाँट्छौँ, त्यसपछि राम्रो, त्यसपछि सबै कुराहरू सम्बन्ध मिलेर आउँछ। त्यस कारणले आज हाम्रो परिवारमा, हाम्रो मण्डलीमा, हाम्रो समाजमा यो अगापे प्रेम, ईश्वरीय प्रेमको कति धेरै आवश्यकता छ। आमाले छोराछोरीलाई गर्ने प्रेम त्यो स्वभावैले आउने प्रेम छँदैछ। त्यसले ढाक्दैन है, त्यसले संसारलाई मिलाउन सक्दैन, त्यसले मण्डलीलाई मिलाउन सक्दैन। आमा र छोराको बिचमा होला, बाउ र छोराको बिचमा होला, तर अरूसम्म जान सक्दैन, पुग्न सक्दैन। त्यो स्वार्थी प्रेमको त कुरै नगरौँ होइन, मैले आफ्नो चाहना इच्छा पुरा गर्ने प्रेमको त कुरै नगरौँ। तर अब ईश्वरीय प्रेम, जो अगापे प्रेमले चाहिँ हामीले परिवर्तन गर्न चाहन्छ, सक्छ, त्यो शक्ति चाहिँ यो प्रेममा छ। अब तपाईँ र हामी चाहिँ परिवर्तन हुने कि नहुने आज हामी निर्णय गरौँ। हामी प्रार्थना गर्नेछौँ र हामी धेरै कुरा परमेश्वरलाई भन्ने छैनौँ। एउटै कुरा मात्र हामी भनौँ परमेश्वरलाई, प्रभु म तपाईँको प्रेममा रहन चाहन्छु, तपाईँको प्रेम म बुझ्न चाहन्छु। पहिलो कोरिन्थी 13 अध्यायको 1 देखि लिएर 10 पदसम्म तपाईँहरूले आफ्नो बनाउनुहोस् यसलाई, हामी सबैले आफ्नो बनाऊ, अनि यसलाई फेरि पनि घरमा गएर हामी यसलाई मनन गरौँ, यसलाई विचार गरौँ के हो भनेर। अनि त्यो कुरा हाम्रो जीवनमा छ कि छैन, मेरो जीवनमा यो कुरा छ कि छैन, हामीले आफूलाई हेरौँ। त्यसले चाहिँ हामीलाई जीवन दिँदछ। हामी सबैले मुख खोलेर हामी प्रार्थना गरौँ, प्रभु मलाई यो अगापे प्रेममा बढाउनुहोस्, किनकि यो प्रेम जीवित छ। यसमा हरेक दिन हामी बढ्दै जानुपर्छ। हामी सबैजना मुख खोलेर प्रार्थना गरौँ है।
प्रभु हामी धन्यवाद भन्छौँ तपाईँलाई यो सुन्दर समय दिनुभएको लागि। प्रभु तपाईँको प्रेमको विषयमा जति कुरा हामीले बुझ्यौँ प्रभु यो यथेष्ट छैन, तर तपाईँ पवित्र आत्माले हरेकलाई हामीलाई बुझाउनुहोस्। हामी प्रार्थना गर्दछौँ यो प्रेममा बढ्नलाई तपाईँले सहायता गर्नुहोस्। बच्चादेखि लिएर वृद्ध मानिसहरूसम्म यो प्रेमको आवश्यकता छ। जबसम्म हामी यस संसारमा रहन्छौँ तबसम्म प्रभु यो प्रेमको हाम्रो जीवनमा आवश्यकता छ, हाम्रो परिवारमा आवश्यकता छ, यो मण्डलीमा आवश्यकता छ, समाजमा आवश्यकता छ। प्रभु तपाईँले सहायता गर्नुहोस्। प्रभु यो बुझ्नलाई तपाईँले समझ सकिदिनुहोस्। प्रभु हामीले एकले अर्कालाई केही गर्नै सक्दैनौँ जबसम्म तपाईँको पवित्र आत्माले हामीलाई गर्नु। प्रभु धन्यवाद छ तपाईँले यो सुन्दर समय दिनुभएको लागि, हाम्रो प्रार्थना सुन्नुभएको लागि धेरै धन्यवाद छ। आशिष माग्छौँ यीशु प्रभुको नाममा। धेरै धन्यवाद छ यहाँहरूलाई वचन सुनिदिनु भएको लागि। प्रभुले आशिष दिनुभएको होस्। सबैलाई जय मसीह। समय चाहिँ हाम्रो सञ्चालिका यहाँ बस्नुहुन्छ। धन्यवाद हाम्रो आदरणीय दाजुलाई, एकदमै राम्रो है हृदय छुने वचन दिएर जानुभयो। हामी चाहिँ उहाँ दाजुको वचनद्वारा हामी चाहिँ वचन पारेर हिँड्न सक्ने असल विश्वासीहरू बनौँ अनि हामीमा चाहिँ परमेश्वरको अवज्ञा प्रेम हाम्रो हृदयमा हामीले महसुस गर्न सकौँ। परमेश्वरलाई धन्यवाद पाएकोस्। आउनुहोस् हामी चाहिँ अब छुटेको भाग सूचना पार्टीमा जाँदैछौँ। अनि सूचना सुनाउनलाई चाहिँ यसै मण्डलीका हाम्रो भाइलाई हुन्छ यार सबैजनालाई जयमसे जयमसे। यहाँ सबैजना साँच्चै हुनुहुन्छ, परमेश्वरलाई धन्यवाद भएको। हामीले साँच्चै नै मिठो वचन सुन्न पायौँ। आत्मिक कुरा प्रेम 3 प्रकारका हुन्छन् र एउटा साँचो प्रेम हुन्छ, आगापे प्रेमहरू 4 प्रकारको भयो। त्यो साँच्चै नै प्रेमको बारेमा सिक्ने मौका पायो। परमेश्वरलाई धन्यवाद भएको। त्यति टाढाबाट धरानबाट यहाँ आएको मौकामा यो मिठो वचन सुन्ने मौका पाइयो र हामी सबैले जो सिक्ने जान्ने बुझ्ने साँच्चै नै वचन त अब पढिरहन्छ तर त्यसलाई चाहिँ ख्याल नगर्ने कुरा हुन्छ नि त। तर त्यो कुरालाई नियन्त्रणमा रहेर नियमित हामीले यसलाई पालना गऱ्यौँ भने साँचो प्रेम चिनिन्छ भन्ने कुरा बुझ्ने मौका पायौँ। परमेश्वरलाई धन्यवाद भएको। र म ढिला नगरिकन सूचनातर्फै जान्छु। आज प्रभुभोज रहेको छ, यहाँ सबैजना फास्टिङमै हुनुहुन्छ होला। आउँदो हप्ता मण्डली सूचना यस प्रकार छ, जसमा सञ्चालन चाहिँ पूजा दिदीको थियो। सायद पूजा दिदी आज गरिहाल्नुभयो।